नमस्कार, आशा छ सबैजना सन्चै हुनुहुन्छ होला। एन्ड आज म केही नयाँ भिडियो लिएर हजुरहरूको सामुमा आएको छु। आज म देखाउने छु हजुरहरूलाई फ्ल्याक्सुलको डेमो, हाम्रो हेल्दी लिभिङको फ्ल्याक्सुलको डेमो आज म हजुरहरूलाई देखाउने छु। सो जतिजना हुन्छ सबैजना मेरो भिडियो सुरुदेखि लास्टसम्म सुनिदिनु होला। सो म भिडियोलाई स्टार्ट गर्नेछु। यो सबैजनालाई थाहा छ, यो हाम्रो फ्ल्याक्सुल भयो। फ्ल्याक्सुल भनेको आलसबाट बनेको हुन्छ। हाम्रो तराई भेगमा धेरै जसो यो आलस बनेको पाइन्छ। हाम्रो धेरै जसो के हुन्छ, हाम्रो खेतबारीमा उब्जाइन्छ र यसलाई चटनीको रूपमा पनि प्रयोग गर्ने गरिन्छ तराई भेगमा। र यसले के काम गर्छ, कसरी गर्छ, के फाइदा हुन्छ, सबै कुरा म हजुरहरूलाई बुझाउने छु। र यसभन्दा पहिला म हजुरलाई यसको डेमो गरौँ देखाउन चाहे। यो सबैजनालाई थाहा होला, यो भनेको हाम्रो एउटा थर्मोकल हो। थर्मोकल भनेको टिभीको तल, फ्रिजको तल राखिएको हुन्छ सुरक्षित राख्नको लागि। यसलाई माटोमा हजारौँ वर्ष पुगे पनि केही पनि हुँदैन, पानीमा राखे पनि केही पनि हुँदैन, आगोलाई जलाए पनि कालो कालो निस्किएको हुन्छ। एउटा यस्तो तत्त्व। तर यसले फ्ल्याक्सुलले के गर्छ, यसले पगाल्ने काम गर्छ। अब कसरी गर्छ म हजुरहरूलाई देखाउन चाहे। यस्तो हाम्रो क्याप्सुल हुन्छ, यस्तो हाम्रो यो क्याप्सुल हुन्छ यो भित्रको। म हजुरहरूलाई के गर्छु यसको देखाउने छु है। म के गर्छु भन्दा यसमा सानो पहिला टुक्रा म लिन्छु। यो थर्मोकलको सानो टुक्रा म लिन्छु। यति सानो मैले टुक्रा लिएँ है। यति सानो टुक्रा लिएपछि म नामको हातमा म दिन्छु है। नाम यसरी हात दिनुहोस्, यसरी देखाउनु, यसरी हाल्नुहोस् है। अब हेर्नुहोस्, यसले फ्ल्याक्सुलले के गर्छ भने म सानो के गर्छु यसमा पाल पार्छु म यसमा। म के गर्छु, यो फ्ल्याक्सुलमा भएकोमा ओइल हाल्छु यसमा। फ्ल्याक्सुलमा भएकोमा म ओइल हाल्छु र हेर्दै जानुहोस्। अब यो पग्लिँदै जान्छ पुरै। र यो हेर्नुहोस्, म यतिकै पनि खाइदिन्छु है। धेरै लाग्न सक्छ कि यसले कुनै इफेक्ट गर्छ, केही साइड इफेक्ट गर्छ भने बेला लाग्न सक्छ। तर हेर्नुहोस्, मैले खाएर पनि देखाइदिएँ। र प्रत्यक्षमा हेर्दै गर्नु है। हेर्दै गर्नु आएको हातमा हजुर लाग्न सक्छ, जादु गरियो भने लाग्न सक्छ। तर हजुरहरूको प्रत्यक्षमा म देखाउँदैछु के भयो हेर्नुहोस्, पुरै पगाल्दियो। हेर्नुहोस् त केही छ हातमा, केही पनि छैन है। पुरै यसमा ओइलमा परिवर्तन भयो। अब यसरी यसले के काम गर्छ भन्दा यसले यो हाम्रो फ्ल्याक्सुलले राइट भएन। अब फ्ल्याक्सुलले यसले के काम गर्छ भन्दा फ्ल्याक्सुलले कसलाई कोलेस्ट्रोल छ, कोलेस्ट्रोललाई पगाल्ने काम गरेको हुन्छ। कसलाई हाई ब्लड प्रेसर छ, हाई ब्लड प्रेसरलाई कन्ट्रोल गर्ने काम गर्छ। कसलाई नसा सम्बन्धी प्रब्लम, ब्लकेज हुने समस्याहरू छ भने त्यसलाई पनि राम्रो काम गर्छ। र कसलाई अब हार्ट एट्याक आउँछ भने, हार्ट एट्याक किन आउँछ भन्दा नसामा ब्लकेज भएर कोलेस्ट्रोल जमेर के हुन्छ, ब्लड सर्कुलेसन हुँदैन। मुटुले धेरै पम्प भनेको गर्नुपर्ने हुन्छ। मुटुमा जोड परेपछि के हुन्छ, हार्ट एट्याक आउने समस्या आउँछ। र त्यसलाई पनि बचाउने काम गरे हुन्छ। कसैलाई प्यारालाइज हुने समस्याहरू छ, कसैलाई दमको समस्या छ, कसैलाई क्यान्सरको समस्या छ, कसैलाई फेरि सुगर छ, सुगरलाई पनि कन्ट्रोल गर्छ। यसमा इन्सुलिन उत्पादन गर्ने कारक तत्त्व पनि हुन्छ। यसले अर्को काम के गर्छ भन्दा यसले पथरी छ, कसैलाई पथरीलाई पनि पगाल्ने काम गरेको हुन्छ यसले। फ्ल्याक्सुलले र शरीरमा भएको नराम्रो बोसोहरू छ, नराम्रो बोसलाई पनि पगालेर वेटलाई पनि म्यानेज गर्ने काम गरेको हुन्छ। यसले अर्को काम के गर्छ, यसले कसैलाई महिलाहरूको महिनावारीको गडबडीहरू छ त्यसलाई मेन्टेन गर्ने काम गर्छ। कसैलाई हार्ट जोड्नेको समस्याहरू छ त्यसलाई पनि मेन्टेन गर्छ। र कसैलाई फेरि आँखाको समस्या छ, कसैलाई मानसिक समस्याहरू छ भने सो यति धेरै समस्यामा फ्ल्याक्सुलले राम्रो काम गरेको हुन्छ। सो फ्ल्याक्सुल हामी प्रयोग गर्दै गयो भने हाम्रो पछिको भविष्यमा गएर धेरै किसिमको समस्याहरू आउन दिँदैन यसले। र फ्ल्याक्सुल भनेको यो समस्या भोकै व्यक्तिले प्रयोग गर्नुपर्छ भन्ने छैन। कसैलाई समस्या छैन उहाँले पनि प्रयोग गर्दा हुन्छ। पछि गएर समस्या नआओस् भनेर पनि हामी प्रयोग गर्न पनि सक्छौँ। र समस्या भएको व्यक्तिलाई पनि यो प्रयोग गर्दै गयो भने समस्यालाई पनि यसले समाधान गर्ने काम गरेको हुन्छ। र कसैलाई फेरि ब्लड प्रेसर लो छ भने, धेरै नै लो छ भने एउटा क्याप्सुल मात्र खाने। कसैलाई फेरि हाई ब्लड प्रेसर छ भने 3 टाइम खाने। र कसैलाई प्रेसर ठिकै छ भने 2 टाइमसम्म यो खान सक्नुहुन्छ। सो यसरी हजुरहरूले फ्ल्याक्सुल प्रयोग गर्नुहोस्। फ्ल्याक्सुल प्रयोग गरे भने साँच्चै नै लाइफमा जुन समस्या प्रब्लम आउँछ, धेरैजना लाइफमा प्रब्लम आउँछ, ब्लड सुगर, हाई ब्लड प्रेसर आउँछ, कोलेस्ट्रोल आउँछ, यो समस्या आउन दिँदैन। यो हामी कन्टिन्यू हामी प्रयोग गर्दै गयौँ। सो थ्याङ्क सो मच सबैजनालाई मेरो भिडियो हेरिदिनु भयो। आशा छ कि नयाँ कुरा हजुरहरू सिक्नु भयो होला, बुझ्नु भयो होला। सो म कुनै ट्रेनर त होइन, तर म केही कुरा आफूले जानेको कुरा मैले हजुरहरू बिचमा सेयर गरेँ। सो थ्याङ्क सो मच, विश यू।